के नगर्ने, गाउँबाट के समस्या छ, के ल्याउने के नल्याउने सम्पूर्ण कुराहरू उसको हातमा हुन्छ। उहाँले ल्याएका कुराहरू हामीले लगेर चाहिँ कार्यपालिकामा पेश गर्छौँ, त्यहाँ निर्णय गराउँछौँ। त्यो हाम्रो जिम्मेवारी कुरा हो। ल्याउने कहाँ के कस्ता कुराहरू त तपाईँहरूको त्यसो भए उनीहरूले यहाँ सहजै रूपले आफ्ना प्रतिवेदनहरू पेश गर्नुभयो। सबै संस्थामा हामीले सुन्यौँ। यो पहिलो चरण हो। योभन्दा अगाडि पनि त्यति तपाईँहरूको पनि ज्ञान भइसकेको थिएन र हामीमा पनि अब यसो गरी लाने यसलाई र यहाँ सुन्यो, सुन्दाखेरि काम प्रगति राम्रो गरेको, यसले गर्दा सबैतिर सुधार भयो। होइन भने यो सार्वजनिक सुनाइमा यहाँ बोलेको बोले, झगडा मात्रै गरेको गरे, टुङ्गो काहीँ लाग्दैन, झगडा मात्रै दिएर यस्तो भएर समय पार गर्थ्यौँ हामीले। अब त्यस्तो नभएर यस्तो कुरा हो। जस्तै नम्बर 6 संस्थाको अध्यक्ष तिलामाया मगरले के रिपोर्ट गर्नुभयो याद छ? त्यो याद तपाईँमा हुनुपर्छ। अब जस्तै 64 घरधुरी हाम्रो वार्डमा रहेछन्। धुवाँदारलाई बस्ने, भात पकाएर खाने मान्छेको सङ्ख्या, त्यो सङ्ख्या घरधुरीमा चाहिँ हाम्रो सेवा कति धुरीमा पुगेछ भन्दा 42 धुरीमा पुगेछ र बाँकी अब 22 धुरी। यसरी रिपोर्ट आउँदा हामीलाई पनि विकास गर्न सजिलो भयो। अब 22वटामा केही सेवा पुर्याउनु पर्छ भनेर यहाँ काहीँ नगर्ने रिपोर्ट पनि आयो। जस्तो नम्बर 8 खानेगाउँ टोलीका संस्थाको कृष्ण प्रसाद पहाडी अध्यक्षले पनि एउटा कुरा ज्ञान दिएको छ तपाईँलाई। अब यहाँ योभन्दा पहिला के थियो? हामीसँग हतारो सबै कुराहरू बिग्रिने, भत्किने, को समिति बन्ने, कसलाई बनाउने, पार्टी खोज्ने, ज्याकजुक लाउने गर्ने यस्तो काम थियो। त्यसले गर्दा राम्रो कुरा आएको थियो त? आएन। बजेट उनीहरू कति उनीहरू आएन भन्दै थियो। विकास गर्ने काम पनि दर गर्दै थियो। यो कुरा खोज्दै थियो नि त। अहिले त्यो यहाँको अध्यक्ष, संस्थाको अध्यक्षले बजेट पनि भन्नुभयो 1,50,000 75,000, काम पनि भन्नुभयो, दर रेट पनि भन्नुभयो। यतिले मैले लगाएँ। त्यतिले लाउँदै त्यत्रो लम्बाइ त्यति प्राविधिकले गरे भन्दा बढी भन्दा पनि पैसा रहँदो रहेछ। मान्छेको संस्कृति आफ्नै विकास भयो त आफ्नै ठाउँको दैलो काम भयो। आफ्नै ठाउँको विकास पनि भयो र बाँकी पैसा र संस्था दर्ता गरेर ऋण पनि बुझाएर अब 38,000 पैसा बाँकी। हेर्नु त, यसरी सुधार गर्नुपर्छ र काम सबै ठाउँमा यस्तै हो। जस्तै अब यहाँ नबन्ने हाम्रो 7 नम्बरबाट रिपोर्ट आएको कसले बनाउँदैन त के यो कुरा अझै पनि मलाई त्यो कुराको जानकारी गराउनु। किनभने हामीले हाम्रो फिकलमा सबै कुरा पुर्याउने अहिले हामीले 3, 2, 3, 5मा लागेको छौँ। अब 3टा वार्ड अझै बाँकी छ, त्यसमा लाग्नै छ। त्यसैले हाम्रो बाल मैत्री देखाउनुपर्छ। जस्तै सरले पनि भन्नुभयो, अब चितवनमा रहेछ यस्तो संस्था, यहाँ पनि त्यस्तै हुन पुगेछ भन्नुभयो। त्यसैले मलाई खुसी लागेको। यहाँ बजेट कति हाल्ने, के गर्ने, झगडा गर्नुभन्दा आफ्नो गाउँमा झगडा गर्ने, अब के पुगेन भन्दा अब यही तपाईँले भन्दा 1 नम्बरमा बढी हुनुपर्छ। खोइ त 1 नम्बर रिपोर्ट आयो त? हामीलाई बढी भयो भन्नु पर्यो। त्यो गर्दा गर्दै यस्तो कुराहरू आउनु पर्यो। किनभने वितरण गर्ने मैले 22 धुरी कि 24 धुरी छन्। 3टा बढी भएको हो सर। खोइ त भन्नु 3टा बढी हुन्छ हाम्रो। अघि भन्नु पर्दैन त नि। ठिक छ, हामी अब आफै पछाडि भन्ने होइन क्या रिपोर्टिङ गर्दा। अब तपाईँको बाँकी कुराहरू के हो, अब के गर्दा हुन्छ भन्ने कुराहरू गर्नुपर्छ। त्यो हामीले बाल मैत्री पोषण मैत्री गरेर आउनाले सबै चिज सबै कुराहरू सबै घरमा पुर्याउने हाम्रो लक्ष्य छ। कसैलाई कहाँ पा गरेर होइन, पार्टी छुट्याएर होइन। पार्टी त जुन दिन भोट हाल्ने त्यो दिन छुट्यो। अब हामी सबै एउटा सूत्र पनि बसेर गर्नुपर्छ। त्यसो भए हुनाले अब के बाँकी रहन्छ तपाईँ
2 नम्बर के मागिन्छ, 3 को के मागिन्छ, 4 को के भयो। हामीले यो 10 वटा संस्था दर्ता भइसके, एउटा संस्था दर्ता हुन बाँकी। तपाईको 4 नम्बरको किन भएन? 9 वटा दर्ता भइसके। अब त्यसरी हामी काम जान्छौँ, त्यसरी लान्छौँ। त्यसो भए हुनाले त्यो दर्ता गर्नु पर्यो। अर्को कुरा समयमा हामी ख्याल गर्नुपर्छ कुराहरू। हामीले सबैलाई सजिलो होस् भनेर चाहिँ परिचय पत्र बनाउन खालसम्म ल्याए। यहाँबाट हाम्रो कर्मचारी वार्डमा जतिसुकै बित्यो भने राम्रो उहाँ पठाएर सहजीकरण गरिदियो उहाँ पठायो। अनि आउनुहोस् यहाँ चाहिँ राष्ट्रिय परिचय पत्र बनाउनुपर्छ भन्यो। कति गयो, कति बाँकी रह्यो। अति बाँकी रह्यो भने हामीले समिति केही बनाउँदा त छुट्याएर बनाउने होइन, गाउँको राम्रो गर्नु पर्यो भनेर बनाउँदा त्यो परिचय पत्र नहुँदा अहिले खाता खुल्दैन, संस्था दर्ता हुँदैन। भने किन अटेर गरिन्छ भनेपछि त्यो कुराहरूलाई लागू गर्नुपर्छ। त्यस्तै हामीले सबै गरेर पुर्याउने भनेछौँ। नबनाउने खर्च कुन चाहिँ हो? त्यसको सेवा सुविधाहरू कट्टा हुन सक्छ। हामीले बनाउ गर्न घर पुर्याउने सबै कुराहरू बोल्न टाढा हुन्छ, समस्या हुन्छ भनेर टोलसम्म ल्याएर सिमेन्ट झारिदिएछ। बालमा अब जस्तो यो हामीले धारा बनाउने, जुन बागमती धारा बनाउने कुरामा 15वटा धारा बनाउने त्यो ठाउँमा बालुवा पुर्याइदिएछ। त्यहाँ सिमेन्ट ल्याइदिनु हुन्छ। त्यहाँनिर चाहिँ ज्याइ पार के चाहिन्छ बागमती बनाउनु, त्यो कुरा ल्याउनुहुन्छ हाम्रो संस्थाबाट चाहिँ। त्यो नबनाइकन हुँदैन भन्नु हामी लागिरहेको छौँ। त्यस्तो बनाउनु पर्यो। त्यहाँ चाहिँ सहजीकरण सहयोग गर्नु पर्यो हाम्रो टोलमा। त्यो कुरा त हाम्रो स्थानीय तहमा जम्मा गर्ने कुरा हामीले एकछिन बल गर्दा के हुन्छ त, मर्छौँ। त्यो कुराहरू त्यहाँ सहयोग गर्नुपर्छ हामीले। जस्तै धारा कुरारी भन्छन्, धारा झगरे जीवन घर छेउ, धारा महामण्डल, धारा चाहिँ हस्पिटल, धारा वडा कार्यालय, धारा चनडी बजार, चण्डीको मावि, प्रावि, सुनाम ओखरिनी, तल चाहिँ हाम्रो चाहिँ कवासी न्युरे खोला मन्दिर, अनि हाम्रो संस्था मनाबु बान्ज्याङ। यस्तो ठाउँमा अहिले बनाउने हाम्रो निर्णय छ। यहाँ पनि हामीले असर गर्ने कुराहरू नगरौँ, सहयोगको कुरा भावना दिएको। त्यसैले ती धारा नबनाउने मान्छे, ती जुठेलो नबनाउने, ती गोरसुधार नबनाउने, ती पोखरी नबनाउने, मलाई पुगेछ, मलाई भएको छ, मलाई जुनिया छ, म बोक्नु गर्न सक्दिनँ, उसको आवाज कस्तो छ, मलाई चाहिने यो फिकल गाउँपालिका भन्ने शब्दहरू आछन् कि अर्को कुरा छ कि त्यही अनुसार सेवा सुविधा पनि कट्टा हुन सक्छ नबनाउनेलाई। त्यसैले यो बनाएपछि अनि जस्तो हाम्रो रोहित सरले भन्नुभयो चितवनको हेरेर जान त्यहाँ छ है भनेर, बागमती पसलमन्त्री घोषणा गर्दा हेर्न जाउँ 3 नम्बर वार्ड जस्तो होस् न, यहाँ जाउँ हेर्न भनेर सबै घर देख्छ मान्छेले आउँदा यो चितबिन्द्र छ, त्यो चितबिन्द्र छ, यहाँ नपु कुरा रहेछ भन्ने कुराहरू आउन सक्छ। त्यसैले त्यो कसले गर्दा? तपाईँ हामीको सहयोगले गर्दा। त्यसैले हामी सबैमा सहयोगी भावना बोक्नुपर्छ र त्यो नबनाउने मान्छेलाई सम्झाउनुहोस्, नाम दिनुहोस् कसले यस्तो अन्याय गर्छन्। हामीलाई पुर्याउन कति गाह्रो छ, कति चिन्ता छ। ऊ नबनाएर वाइ त्यो अर्को कुरा बोल्दै हिँड्ने, त्यसले ल्याएर छ, म के बनाउँदै त्यसले ल्याएर। कुनै दिन कारवाही हुन सक्छ, जे बात एक दिन बोल्नु पनि मिल्दैन। त्यसो भए हुनाले यो विकास काममा आफ्नो ठाउँमा तपाईँ अध्यक्ष, टोल विकास समितिको अध्यक्षको हातमा छ के गर्ने भनेर। अब तपाईँ सम्झिनुहोस् आफ्नो वार्डमा, अर्का वार्ड नसम्झिनुहोस्, अर्का टोल नसम्झिनुहोस्, आफैले आफ्नो वार्ड के राम्रो गर्ने, के पुगेको छैन हामीलाई वार्डमा छलफल गर्नुहोस्। अब के गर्दा राम्रो हुन्छ? जस्तो तुलसी श्रेष्ठले अघि 2टा कुराहरू ल्याए। के ल्याए? बागमन्त्रीबाट मैले त्यहाँ राम्रो हुन्थ्यो भन्ने एउटा
त्यहाँ त दिमागको पनि यसो गरेर अझ राम्रो हुन्थ्यो भनेर त्यस्तै तपाईँहरूका भावना हुनु पर्यो। ठुल्ठुला कामहरू ठुल्ठुला कुराहरू बोल्न माग्न जान हामी तयार छौँ। हामी जहाँ पनि पुरा लडाइँ लडेर ल्याउँछौँ। यहाँ ठुल्ठुला बाटोको कुराहरू तपाईँले राख्नु पर्दैन। यहाँ तपाईँ टोलका कुरा गर्नुहोस्। टोलमा के गर्दा राम्रो हुन्छ। टोलमा साना सिँढी लगाएर जाँदा पनि घरमा पुग्ने राम्रो हुन्छ कि सबै घरमा फुल रोप्ने कुराहरू गर्ने कुराहरू हुन्छ कि आफ्नो घर रमाइलो गर्छ अनि अर्को घर पनि त्यस्तै अर्कोको घर पनि त्यस्तै गाउँ जम्मै फुलै फुल गाउँ सुन्दर यस्तोको कुराहरू राख्नुपर्छ। त्यसो भए यो विकास हरेक गर्ने हरेक काम गर्ने सुन्दरता बनाउने काम तपाईँहरूको घर हो। हाम्रो भर सहयोग चाहिन्छ। त्यसैले अब हामी यो ठाउँमा पुग्दैछौँ र यस्ता कुराहरू त्यो समितिमा त्यहाँ राख्नु ठुल्ठुला पुलेसो बाटो रोड पिचका कुराहरू चाहिँ हामी गर्छौँ। कहाँ जानु पर्यो त्यहाँ गएर माग्छौँ। अस्ति पनि हामीले एउटा अभियान चलाउँदाखेरि बाटो यो हुनुपर्छ भनेर यहाँ हामीले लेखेर पठाउँछौँ। त्यही कुरा लेखेर पठाउँछौँ। अब सम्बन्धित ठाउँमा पुग्छौँ। यो चाहिँ भएको भएन, यो चाहिँ गर्नु पर्यो भनेर हामी त्यहाँ बोल्छौँ। त्यसो भए हुनाले हामी सबैजना लाग्नु पर्यो। यहाँ म गएँ, एक दिन गएँ, दुःख पाएँ, केही भएन भन्ने कुराहरू नगर्नु। केही कुराहरू बुझ्दै जानुपर्छ। भोलि हामीले यो फिक्कलको समग्र रूपमा जान्छौँ। तर अहिले जिम्मेवारको रूपमा म 3 नम्बरको अध्यक्ष हुनाले यो 3 नम्बरको के गर्दा राम्रो हुन्छ भनेर मलाई त्यहाँ जान अनिवार्य छ। त्यसो भए हुनाले अब हेर्दा सबै कुरा देखियोस् भओस्। सबै ठाउँमा वार्डमा तपाईँ विकास समितिको अध्यक्षहरू हुनुहुन्छ। अध्यक्षको हातमा यो 3 नम्बर कस्तो बनाउने भन्नु। बजेटको चिन्ता नगर्नुहोस् तपाईँहरू कसैले। यहाँ बजेटको चिन्ता मैले बोक्छु कति आयो भनेर। कहाँ कपाललाई संस्था ल्याएर काम गराउँछु। हजारौँ समय साथीहरू चाहिँ संस्थाका चाहिँ हाकिमहरू हुनुहुन्छ। ल यहाँ जानु आउनुहोस्, यहाँ त्यहाँ आउनुहोस् भन्छौँ। कसैलाई यत्रो अब 1500 हस्पिटल छ। तपाईँलाई मैले अर्को जानकारी गराएँ। के गराउन आँट्यो भन्दाखेरि यो हस्पिटल बनाएको छ हाम्रो पालिका स्तरीय हस्पिटल। त्यो बनाएर मात्रै चलो त त्यहाँ हाम्रो दिमाग पुग्नु पर्यो के गर्दा के हुन्छ भनेर। अब यो गर्नु खोज्या टोल विकास समितिको अध्यक्षज्यूहरूले आफ्ना टोलमा भएका घरधुरी सबैलाई बिमा गराउनु पर्यो। अनिवार्यता यो बिमा गराएर चाहिँ अनि जस्तो यो हाम्रो हस्पिटलले कहाँ पठाउने भन्ने यसले रेफर गर्छ। हामी कहीँ जानु परेन, केही गर्नु परेन। यहाँ बिमा बनिदिने, यो बिमाको हामी जिल्लासँग चाहिँ कोर्डिनेसन गरेर अनि यो फिक्कलको यो हाम्रो हस्पिटलबाट चाहिँ रेफर गरिदिने। दुर्गेल हो, वीर हस्पिटल हो, कुन हस्पिटलले पाएका छन् त्यो हस्पिटलमा हामी रेफर गरेर पठाउँछौँ। हामीसँग नपुगेको कुरा के छैन पुर्याउने। जस्तो एउटा दोडा एम्बुलेन्सले पुगेन भने कतिवटा एम्बुलेन्स चाहियो त्यतिवटा राख्छौँ हामी कतिखेर पठाउने। त्यस्तै बिमारीहरूलाई चाहिँ चाँडोभन्दा चाँडो 5 मिनटमा पुर्याउँदा बाँच्ने, नत्र मर्ने त्यस्तो अवस्था आयो भने पनि हेलिकप्टर प्याडको व्यवस्था गर्छौँ हामी। यो हैसियतको पेज छौँ हामी। सबै मान्छेको अनिवार्य बिमा तपाईँ अध्यक्षहरूले यो कुरा सुधार ल्याउनु पर्यो। र यहाँ जनप्रतिनिधि महत्त्व जनप्रतिनिधि गरिदिनु भन्ने होइन। हाम्रो जनप्रतिनिधि सदस्य कति जानु पर्यो।